सोलुलु शर्मा गुड मर्निङ शुभ बिहानी। आज हाम्रो भान्सामा के पाक्दैछ? आज हाम्रो मेनुमा छ कोदोको रोटी, मुलाको अचार अनि तरुलको तरकारी। मुलाको अचार, त्यति आइटम। खोर्सानी, तरुलको तरकारी अनि यसरी मुस्नुपर्छ टप 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 लरेर पारेर। मुलाको रोटीले के भन्छ, मलाई खा भन्छ, मलाई खा भन्छ। ल फाइनली कोदाको टेस्ट भएको छ। अब हामीलाई मुलाको अचार, अलिकति मुलाको अचार, एउटा तरुल अनि त्यसपछि लगाएर अलिकति साग अनि यसलाई यसरी अहिले जसले खान्छ खोर्सानी उसको रहन्छ मस्त जिन्दगानी। जसले खान्छ मासु ऊ भन्छ हाँसु।